लगाएको पिकनिक हियर मैले चाहिँ यो लगाएको छु यो चाहिँ साधारणको हो यो चाहिँ मम्मीको भन्दा नि भयो यो चाहिँ मेरो हो यस्तै लिटो हो अनि जुत्ता चाहिँ साले किनिदिएको अब सानीको भ्याएको छ त यो सानो मेरो यो त फुल्ली खतरावाला सुज हो अनि भाइको लुगा एन्ड यो तपाईँको किरी पनि छ मसँग क्युट क्युट खालको यता मेरो लिप ग्लस छ अरू केही छैन मसँग हो ह्याप्पी होली ह्याप्पी होली ल त नाउ वी आर हियर तलको खोला हेरेरै म छक्क परेँ खासमा मान्छेहरू चाहिँ उता चाहिँ अघि यहाँ ट्याक्सीलाई 1000 हालेर पैसा अलिअलि दिनु न भनेर बोके किनभने मसँग पर्स नै छैन वाइस इज रनिङ आहा कति राम्रो झरना झरना अब हामी त्यति जानुपर्छ ल झरनातिर जाऊँ आज हाम्रो चाहिँ 3 जनासँगै ब्याग छ क्या फेरि 3 जनाले ब्याग बोकेको छ साथीहरू किनभने हामीले खानै खाएको छैन नि त होली ग्याङहरू ह्याप्पी होली हामी यहाँ भात खान लागेको यहाँ टेबलमा चक्क बसेर यता पुरै भ्यू हेर्दै भोक लाग्यो पुरै होली लागेको छ गाइस सबैजनालाई ए नो नो झिङ्गा नो 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 ऊ चाहिँ घरमै खाएर आएको है हामी मात्र हो खाने बाँकी चाहिँ 3 टोली लिएको त यो मासु हो जुन फिनिस भइसकेको छ अनि यहाँ चाहिँ हाम्रो घरको सबै छ बट सामग्री भन्छ होइन खानेकुराहरू सामग्रीहरू खाने बनाउने होइन है सामग्रीहरू बाई बाई अब हामी सिधै पुगे फोन गर्छौँ यसरी बनाउँछौँ चाहिँ सक्यो अब यो प्राउन चाहिँ देखाउने बिर्सिन्छु घरमा चाहिँ घरमै बनाएर ल्याएको है प्लास्टिक खाइदिउँ न त एउटा ल पाले पाले ल कन्सीमा यहाँ अब चाहिँ मेरो पालो मैले खाएको त देखाउँदिनँ है फेरि आँखा लाग्यो भने के गर्ने ए ममा खाना रेडी ए ल सोध्दैछु कताको बाटो जाँदाखेरि ठिक भन्दै कताबाट ठिक रे ह्याप्पी होली ह्याप्पी होली बा भन्नु न वाह माथि पुगेको थिएँ अर्को यहाँ चाहिँ अर्को मैच्याङ त झन् कहाँ तल सेनु
आउँदैछ नि I love you Santaram 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 घरको मुनि यसरी होइन फ्लावर यस्तो खतरा भ्यूसँग यस्तो राम्रो मनपर्छ यस्तो घर नु फ्रेन्ड्स यो मान्छेले थाकिसक्नु भयो तलबाट आम भएको थियो यहाँ आइपुग्यो र म यहाँ छु मेरो मम्मीलाई गर्मी भयो अरे दुईवटा जग्गा आम भएको मम्मीले मम्मीको हालत यस्तो बेहीको हालत ठिक छ स्माइली फेस पुरै जान्नेले माथि पानी हालेको थियो मान्छेले चेन्ज गर्ने बिर्सियो मतलब खोल्छु म यस्तो त्यो मम्मीको फेभरेट बदाम छ त्यही हो र हामीलाई चाहिँ अझै त्यही हो प्लास्टिक तिमी बिस्कुट खाने हो बिस्कुट देऊ न ल्याएको होइन घरबाट मम कुन ब्यागमा चाहिँ पखाला बिस्कुट दिन्छु हामी हस् बिस्कुट खाने हस् उसलाई त मुन्टो पनि गर्छ यस्तो खान्छ त खान्छौ त टोस्ट खाऊ न तिमीले खाएनौ भने त कामै हुँदैन त झन् घरबाट ल्याएको ल यसरी यहाँ राखिदिउँ ल खाऊ मम्मीले खाँदैन जस्तो एउटा खाऊ न भोक लागेको छैन हो नखाने भने जस्तो गऱ्यो न अहिले चाहिँ हेर्नु त पर्यटक टिकट लाग्ने रे हो गाइज तिनजनाको काटेर एउटा पाएको पर्ने अयो नेपाली हुनु त ठग्न त हामीलाई पुर्खादेखि सिकाएको हो नेताहरूले फर इक्जाम्पल पनि दिनुपर्छ भने चाहिँ भनिदिउँ पनि हाइकिङ गरेर आएको हो ओ माई गॉड धन्दै चिप्ले तिमी पनि हाइकिङ गरेर आएको हो ठिक्क पऱ्यो गरिदेऊ ठुली उहाँलाई पोलेको हो यो चाहिँ बल्ल आदि पनि पुगेको छैन फोटो भिडियो गरेर हामी अब यतिमै फर्किन्छौँ मलाई
चाहिँ खासमा यो घर हो कि कार्यालय हो कि के हो यस्तो बिचल्ली छ त बिल्डिङ नै जेन्जीको आन्दोलनले गड हामी त हेर धेरै कहाँ माथि लङ्कामा आइसक्यौँ उहाँहरूको लङ्का चाहिँ तलै छ गाईहरू भाँडा माझ्न आँट्दैछन् के होली खेलाउन हो अनि मम्मी चाहिँ के गर्दैछन् यसो जालो सालो छैन त्यता माटोले भयो भने मिच्न माथि अब उत्यो माथि चाहिँ जाने कि नजाने हो ठुली कहाँ पुगे तल पुगी चाहिँ पानी पिऊ ल गाइस हामी चाहिँ अब झरेको यहाँ सोल्टी मोडहरू हामी चाहिँ तल त बाँदर आएको छ जस्तै उतै तल छ क्या बाँदर कस्तो गर्मी भएको थियो है हामी आउँदाखेरि कान्छी अघि हामी आउँदा कस्तो गर्मी भएको थियो है अनि चाड अब चाहिँ गर्मी ओफ थियो ओफ यही हो भिड चाहिँ अब सबैजना हामी तल झर्न आँटेको Hau. Thank you bana. इधर लास्ट में बहुत थार से यार पसल थियौँ अब त्यही पसलमा रेस्ट गर्दैछौँ गाइज ह्याप्पी होली अब चाहिँ कार बोलाउने अनि जाने घर फाइनली द डे एन्ड थ्याङ्क यू फर वाचिङ